ह्याप्पी दशैं गाइज। ल हामी पनि अब टिका लाउनको लागि पूर्ण रूपमा तयारी भइसकेको छौँ। अब सुरु गर्ने। जन्मेदेखिको नातिनीलाई टिको लाउनु पाएको थिइनँ। पहिलाचोटिको टिको लाएको। रोग ब्याध के नलाओस् मेरो सानोलाई है। रक्षा गरून् मेरो नातिनीलाई। यस्तो कहाँ राज्य नातिनीलाई कसो आँखा नलागोस्। दसैँ चाहिँ जापानमा रमाइलोसित मनाइयो। अहिले पालि त राम्रोसित मनाइयो जापानमा दसैँ। आए साल पनि गाउँमा गएर यस्तै गरी नेपालमा गएर यस्तै गरी टिको लाउनु पाइयोस् रमाइलो गरेर। नातिनी पनि खुसी भएर बसिया छ टिको लाउँदाखेरि। सधैँ रुन्थिन्, नातरुवा पनि छैनन्, ज्ञानी भएर बसिदिन्छन्। हामीले सानी फुकुलीलाई अब टिका लाउने पालो मेरो। ल नवदुर्गा माताले सधैँ रक्षा गरून् सानी फुकुलु मेरो बुन्टी मुटुको टुक्रालाई। सधैँ केही रोग ब्याध नलागोस्, सधैँ खुसी हुनु। लभ यु सो मच मेरी प्यारी छोरी। ल आज त टिका लाउँदाखेरि कति खुसी भएर पैसा पनि हातभरि बोकेर पापा खाँदै दसैँ त छोरीलाई पो लागेको छ त। ल साथीहरू, यसपालिको दसैँ चाहिँ हाम्रो परदेशमै भए पनि एकदमै रमाइलोसँग मनाउँदैछौँ। सबैले रमाइलोसँग मनाउनु होला। ल अब सानो छोरीलाई टिका लाउन आऊ। सानो छोरीको ल मेरी प्यारी छोरी भुन्टुरीलाई नवदुर्गा भगवानले रक्षा गरून्। सधैँ ज्ञानी हुनु, ज्ञानी छौ अझै धेरै ज्ञानी हुनु, धेरै पढ्नु, ठुलो मान्छे हुनु है पुकुलो। अनि मम्मालाई धेरै दुःख नदिसो हस्। ल मम्मी अब ज्वाइँलाई टिका लगाइदिनु। टिको लाउनु रहर लागेको थियो। भाग्यले जुराएर जापानमा आइयो टिको लाउनलाई। नवदुर्गा भगवानले राम्रो रक्षा गरून्। ज्वाइँको सधैँभरि यस्तै खुसी देख्न पाऊँ, राम्रो होस्। शत्रु लेप नसकुन्, घरमा लक्ष्मीको बास होस्। छोरीलाई सधैँभरि यस्तै माया दिइराख्नु होला। छोरी आऊ अब तिम्रो पालो टिको लाउने। छोरीले राम्रोसित सबैजना बसेर खुसियाली हाँसिलो खुसिलो भएर टिको लाउनु पाइयो। नवदुर्गाले रक्षा गरून्, राम्रो होस्। अहिले पालि जापानमा आएर टिको लाउनु पाइयो कि ठाउँ बसेर हाँसिलो खुसिलो भएर छोरी ज्वाइँसित बसेर। अर्को साल पनि भाग्यले साथ दियो भनेदेखि यसै गरी राम्रोसित मनाउनु पाइयोस्। ल प्यारी आऊ अब टिका लाउने पालो तिम्रो। ल हाम्रो यसपालिको दसैँ पनि परदेशमै भयो, तर एकदम रमाइलोसँग हामीले दसैँ मनायौँ। मेरो प्यारीले आँटेको सोचेको कुरा सधैँ पुरा होस्। दुर्गा भगवानले रक्षा गरून्, सधैँ खुसी हुनु, रोग ब्याधले भन्ने कुरा कहिले पनि आउँदै नआओस्। ल यही हो मेरो चाहिँ धेरै धेरै शुभकामना प्यारीलाई। ल मम्मीलाई नवदुर्गाले सधैँ रक्षा गरून्, रोगब्याध कहिले केही नलागोस्। मम्मी सधैँ यस्तै देखिरहँ धपक्क बोलेको मेरो मम्मीलाई। सयौँ वर्षसम्म पनि मम्मीकै हातबाट टिका लगाउन पाऊँ। अहिलेको दसैँ धेरै रमाइलो भयो। दसैँ दिन त पिङ खेल्नुपर्छ। सारा चाचा सारा है? पिङ पनि खेल्न पायो चाचा। ल दसैँको दिनमा चाहिँ पिङमा चाहिँ खुट्टा राख्नु भन्छन्। अब यो परदेशमा नेपाल जस्तो नभए पनि यी बच्चाले खेल्ने पिङमा पनि हामी सबैजना चाहिँ पिङ खेलेर रमाइलो गऱ्यौँ। ल थ्याङ्क यू।